नमस्कार, खबर सेन्टरको दिनभरको खबरमा स्वागत छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले 2/3 सरकारको अहंकारले बेलुन फुटिसकेको टिप्पणी गर्नुभएको छ। अध्यक्ष दाहालले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न नसकेको भन्दै आफूले 2/3 को अहंकारको बेलुन फुटिसकेको देखेको टिप्पणी गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारको माध्यमबाट मात्रै सूचनाको हकलाई व्यवस्थित गर्न नसकिने बताउनु भएको छ। उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयनमा मात्र सूचनाको हकलाई व्यवस्थित गर्न सकिने बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउने बताउनु भएको छ। उहाँले राज्यको लगानीमा जनताको निगरानी नभए विधिको शासन अवरुद्ध हुने र सरकार तथा सार्वजनिक निकायमा स्वच्छचारिता बढ्ने जिकिर गर्नु भएको छ। साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक 9.62 अंकले खटेर 2610.76 को बिन्दुमा बन्द भएको छ। यस दिन 319 कम्पनीको 1,84,37,942 किता शेयर किनबेच हुँदा 7,63 करोड बराबरको शेयर कारोबार भएको छ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ। उहाँले पूर्वाधार विकास गर्दा बिल्डिङ, अस्पताल, होटल, रेस्टुरेन्ट बनाउँदा र निजी घरहरू बनाउँदा नेपालमै उत्पादित भेरिफाइड टाइलको प्रयोग गर्न आग्रह गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले तीनकुने घटनामा सरकारले मानव अधिकारको उल्लङ्घन गरेको पुष्टि भएको भन्दै न्यायिक छानबिन समिति गठनको माग गर्नुभएको छ। उहाँले पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकारले सबिन महर्जनको गोली हानेर मारिदा समेत मौन बसेको भन्दै आपत्ति जनाउनु भएको छ। एक सुधार केन्द्रमा युवकमाथि निर्मम तरिकाले कुटपिट भएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ। सामाजिक सञ्जाल मार्फत भाइरल भइरहेको उक्त भिडियो रौतहटको एक सुधार केन्द्रको रहेको खुलेको छ। रौतहटका प्रहरी नायब उपरीक्षक डीएसपी दीपक कुमार रायका अनुसार गौर नगरपालिका 4 मा रहेको राइजिङ नेपाल पुनर्स्थापना केन्द्रको रहेको खुलेको छ। नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताउनु भएको छ। वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आश जगाउन, युवाहरूको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमूल परिवर्तन गर्न कुनै पनि क्षेत्र रुचि नदेखाएको आरोप लगाउनु भएको छ। खबरसेन्टर.com सबै खबर एकै ठाउँमा।